अहिले मेरो अधिवेशनको जितासँग कहाँबाट गरेर ल्याउनु पर्यो। ठिक छ। बेसिकली मैले धेरै मान्छे भनेको के भने एउटा मुलुकको वरिष्ठ नेताले त मतदाता धेरै जनताको कुराहरू पनि सुन्नुपर्छ। मेरो प्रश्न के हो भने धेरै मान्छेहरूले के भन्छन् भने नेपाली कांग्रेसले सुदूरपश्चिमको जनताको छोरो शेरबहादुर देउवालाई चाहिँ भोलि एउटा सुपर लिडरको रूपमा चाहिँ ग्रुम गरेका थियो, भोलि कांग्रेस हाँक्ने मान्छे उहाँ नै हुनुहुन्छ भनेर। तर आरोप के छ भने तपाईकै क्याडरहरूभित्र पार्टीभित्र पनि कि उहाँ चाहिँ एउटा पार्टीको लिडरशिप लिनलाई समग्र नेपाली कांग्रेसको नेता भन्दा पनि गुटबन्दीमा फस्नुभयो भन्ने एउटा भनाइ छ। यसमा तपाईको प्रतिक्रिया के छ? गुटबन्दी फसेको छ, कहाँ गुटबन्दी फसेको छ? त्यो सब झुटा आरोप हो। सम्भवतः त्यसको आधार केही हुन सक्छ भने तपाईँ आफ्ना नजिकका मान्छेहरू यहाँ भेट्नुहुन्छ, पार्टी कार्यालय जानुहुन्न, पार्टीका बैठकहरूमा पनि तपाईँ पछिल्ला केही वर्षसम्म जानु भएन नियमित। तपाईँ एउटा कुरा तपाईँ यस्तो न्युज 24 को होइन, हजुर तपाईँ यस्तो चाहिँ लिडिङ चाहिँ सम्पर्क के अरे यो प्रेस रिपोर्टर अथवा तपाईँ के हुनुहुन्छ पत्या चाहिँ हामी राजीनामा पनि गरेर बिचमा थाहा होला नि। भारतीय संगठन निचेर भएपछि मैले त्यो राजीनामाको कुरा मिले, भारतीय कुरा मिलेपछि जान थालेको छु मिटिङमा, के देशमा किन जान आएको? तपाईँले झुटा बोल्दै हुनुहुन्छ यहाँ। तपाईँ जस्तो मान्छेले इन्फर्मेसन त हुनुपर्ने हो नि। धेरै साथीले राजीनामा के अरे अनसन बसेपछि मैले अनसन छुटाउनलाई चाहिँ मान्छे बन्ने अवस्था भइसकेको थियो, अनि त्यहाँबाट अनसन छुटाउन मैले राजीनामा गरेको। तर सुन मेरो कुरा सुन्नुहोस्, तपाईँ कुरा सुन्नु, तपाईँ मेरो कुरा सुन्नु आउनु आएन, अनि तपाईँ बिच प्यास बोलिहाल्नु किन? पुरा पुरा सुन्नुहोस्, होइन मैले आफ्नो कुरा गर्नु भने म सुन्नुहोस्, भन्नुहोस् तपाईँ भन्नुहोस्, सक्नुहोस्। मैले तपाईँको जवाब सिद्धि होला सुन्नुहोस् न, मैले सिद्धिएको थिएँ नि त। मैले भने कि चाहिँ भारतीय संगठन विघटन भएपछि सबै के अरे यो उनीहरूले चाहिँ अनसन बसे। 10-12 दिन भएपछि डाक्टरले भने केहीको अवस्था खराब भइसक्यो भनेर। अछाममा चाहिँ दुईजनाको त क्रिटिकल अवस्था भइसक्यो, ल्याउनु सक्ने अवस्था थियो त्यहाँबाट। त्यस्तो अवस्थामा चाहिँ मैले राजीनामा गरेको पाएको थिएँ। राजीनामा गरेपछि मैले अनसन छुटाएको हो। त्यो राजीनामा गरेको धेरै पछि चाहिँ भारतीय संगठनको कुरा मिल्यो, करिब 8-9 महिनापछि। भारतीय संगठनको कुरा मिल्न साथमा गइहाल्यो नि मिटिङमा, केन्द्रीय समिति मिटिङमा। तपाईँ जानु भएन कसरी भन्नुभयो तपाईँले? ठिक छ। विशेष गरी तपाईँहरूको यो भूमिकाले नि एउटा ठूलो पार्टी, तपाईँहरूको जुन झगडा छ पार्टीभित्रको, यसले चाहिँ एउटा राष्ट्रिय एउटा जुन भूमिका थियो नि, त्यो भूमिका झगडा भन्नुहोस्। ठिकै छ। यो झगडै होइन, यो एउटा चाहिँ एकीकरणको भावनाको विरोधमा भङ्गरिया हुनाले चाहिँ विरोध गरिएको हो। अब त्यसमा पनि सहमति गरेर एउटा सैद्धान्तिक सहमति एउटा चाहिँ सम्झौता गरेर चाहिँ जब गठन भए भारतीय संगठन भयो, त्यसमा त गइहाल्यो नि मम्मी जान। ठिक छ, झगडा होइन, अलमल त हो नि। यो अलमलले नि यो राष्ट्रिय भूमिका तपाईँहरूले गुमाउँदै हुनुहुन्छ भनेर भनिरहेका छन् मान्छे। अलमल पनि भन्दिनँ मैले, राष्ट्रिय भूमिका गर्न त लोक्या छ यहाँ पार्टीलाई, त्यो लोक्या छैन नि। किन म सर्वदलीय मिटिङमा गएको छु, किन गएको छैन? निकासका लागि केही पहल गरेर भनिदिएको छु मैले चाहिँ निकासको कुरा सोध्दै हुनुहुन्छ भने राम्रोसँग सुन्नुहोस्, बिचमा तपाईँ टोकिहाल्नुहुन्छ। तपाईँको पनि बडा समस्या रहेछ, तपाईँले चुला बस्नुहोस् भने सुन्नु समस्या रहेछ। अत्यन्तै धेरै प्रश्नहरू लिएर जिज्ञासा धेरै छन्। बुझ्यो त, सुन्नुहोस् न पहिले कुरा। तपाईँ मलाई जे जवाब भन्दा पनि पब्लिकलाई दिइरहनु भएको छ त्यो कुरा त्यो होइन, तपाईँ मार्फत दिनु त हो नि, तपाईँले सुन्नै दिनु त के दिने मैले? होइन प्लिज। अन्त